नमस्ते साथीहरू, अहिले म यो नर्वेको राजधानी ओस्लोमा रहेको नेचुरल हिस्टोरिकल म्युजियम भन्ने ठाउँमा छु। अहिले चाहिँ यो अब रमाइलो स्प्रिङ सिजनमा यहाँभित्र धेरै थरीका रुखहरू, फुल बिरुवाहरू तपाईहरु देख्न सक्नुहुन्छ। अनि यो चाहिँ धेरै प्रख्यात चाहिँ म्युजियम हो। स्कुलको बच्चाहरूलाई यहाँ घुमाउन लिएर आउने, उनीहरूलाई चाहिँ यहाँको बारेमा देखाउने, सिकाउने त्यस्तो चाहिँ गरिन्छ। ल हेर्नुहोस्, यहाँ धेरै थरीका बिरुवाहरूको नाम लेखेर यसरी टाँसेको छ। यो युनिभर्सिटी अफ ओस्लो नर्वेको चाहिँ विश्वविद्यालयले यसलाई चाहिँ व्यवस्थापन गर्छ। यहाँ विभिन्न थरीको रिसर्चहरू, अनुसन्धानहरू गर्ने, सिक्ने, बिरुवाहरूको बारेमा, फुल रुख बिरुवाको बारेमा त्यस्तो छ। सबै बिरुवाको नाम चाहिँ लेखेको छ है। यसरी चाहिँ यसको बारेमा यहाँ रहेछ। यो त्यसै गरी सबै बिरुवाहरूको बारेमा नामहरू लेखेको छ। ग्रिन हाउसहरू बनाएको छ। अनि स्कुलको विद्यार्थीहरू आउँछन् हेर्ने, उनीहरूले यसको बारेमा बुझ्ने, सिक्ने गर्छन् है। हेर्नुहोस् यो बिरुवा कस्तो खालको बिरुवा छ। लहरा सिमी जस्तो छ, अङ्गुर जस्तो छ। अङ्गुर ओहो, रमाइलो ठाउँ छ है। ल हेर्नुहोस् है, तपाईँहरू देख्नुभयो नि, आजको मौसम पनि एकदम राम्रो। अनि यस्तो राम्रो दिनमा आएर ल यो रुखको नाम, बिरुवाको नाम के रहेछ? यता हेर्नुहोस् है, यता हेर्नुहोस् है, तपाईँलाई देखाउँछु है। यता एकदम रमाइलो ठाउँ छ है। सबै बिरुवाको नामहरू छ यहाँ। मान्छेहरू पनि आउँछन् यो बिरुवाको नाम हेर्नुहोस् है। मान्छेहरू आउने यहाँ। यो त सिस्नु रहेछ है, सिस्नु हो, सिस्नु। अनि यहाँ सबै यसरी रोपेर सबैको नाम छ यहाँ। मान्छेहरू पनि छन् आज धेरै यहाँ भिजिटमा आउने। त्यो चाहिँ बिल्डिङमा अफिस, त्यहाँ क्याफे पनि छ, बसेर चाहिँ चिया कफी नास्ताहरू गर्ने। यता माथि जाने बाटो यताबाट बन्द छ। म तपाईँहरूलाई यताबाट लिएर जान्छु है त। अब यो लुक एट दिस इज अब रुखहरू छ है, रुखहरू। अनि यताबाट माथितिर अरू रुखहरू पनि छ। धेरै बच्चाहरू आइराखेको छ। यो हरियो माथि, यो त धुपी सल्लाहको रुख जस्तो छ है। अनि यहाँ बच्चाहरू छन्, म तिनीहरूलाई चाहिँ नदेखेर जान्छु। यसरी यहाँ चाहिँ तपाईँ यसमा रोप्ने स्याट के रहेछ हेर्नुहोस् त। तपाईँहरूले चाहिँ देख्नुभयो नि, बच्चाहरू विद्यालयबाट स्कुलको घुमाउन ल्याइरहेछ है, देखाउने उनीहरूलाई। ल सिस्टेमेटिक गार्डन लेखेर छ यहाँ, सिस्टेमेटिक गार्डन। अनि यो क्याफे भएको ठाउँ हो। बाहिर यस्तो छ, बेन्चहरू खुलेको छैन आज त, मान्छेहरू धेरै आएछन्। ल हेर्नुहोस् है, मान्छेहरू। यो क्याफे यसरी ल मान्छेहरू आउँछन् है घुम्न। अब यहाँ फुलहरू पनि फुलेछ है। फुलहरू देख्नुभयो, रमाइलो छ है। यसरी मान्छेहरू हिँडेर जाँदैछन्। यो क्याफे हाउस हो कि जस्तो छ। 1913 बनेको रहेछ यो घर त। 1913 सन् 1913 मा यहाँ फुलको बास्ना एकदमै राम्रो बास्ना आइरहेको छ। यहाँ पानी चार्दैछ त्यहाँ बिरुवाहरूलाई। पानी पाइपबाट सररररररररर
यो चाहिँ ओस्लोको नर्वेको राजधानी ओस्लो भन्ने ठाउँमा हो। थयन भन्छ यसलाई, थयन। ए ल हेर्नुहोस् त त्यो पानी आयो है, पानी यतापट्टि साइडबाट। अनि तपाईँहरूलाई त्यसै देखाउँछु है म। ए पानी पनि अब यहाँ माथितिरबाट अब म जाँदैछु। माथि पनि मान्छेहरू छन्। ल हेर्नुहोस् है, अघि मैले तपाईँलाई देखाएको तलतिरको भाग यस्तो देखिन्छ। यहाँबाट माथिबाट सबै बिरुवा रोपेर तिनीहरूको नाम लेखेर, प्रत्येक बिरुवाको नाम। यो बोटानिकल गार्डन हाम्रो गोदावरीमा पनि छ नि, ललितपुरको गोदावरीमा भए जस्तै यो चाहिँ बोटानिकल बगैँचा। यहाँको है मान्छेहरू आउँदैछ नि, अगाडि देख्नुभयो नि एकजना भाइ। यतातिर पनि सिँचाइ गरेको छ है, सिँचाइ बिरुवाहरूलाई, फुलहरूलाई सिँचाइ। देख्नुभयो नि त्यहाँ पानी, फुलहरू गजब रमाइलो तरिकाले फुलेको छ है। आहा हा हा हेर्नुहोस् त त्यो फुलहरू फुलेको। हेर्नुहोस् फुलहरू, विभिन्न प्रजातिको फुलहरू जातिहरू छ है। त्यो प्याजी फुल छ है, प्याजको चाहिँ झुप्पा जस्तो माथि फुल। अब यहाँ भने छ ए यहाँ चाहिँ टाँसेको छ है साइनबोर्ड। त्यसपछि यता अगाडितिर पनि छ सबै। अनि यो ठुलो रुख छ एउटा माथि, हेर्नुहोस् है, यो रुख अग्लो 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 ए टुप्पामा। फेरि बिरुवा छ यता। अनि यो हजुरआमाहरू आउनुभएको छ, यहाँ हजुरआमाहरू। पानी, यो फुल, मान्छेहरू यसरी आउने, हेर्ने, यसको बारेमा बुझ्ने, अनुसन्धान गर्ने गर्छन् क्या यिनीहरू। हेर्नुहोस् यो चाहिँ क्याफेटेरिया रहेछ है।
त्यो घरमा चिया कफी बन्छ, मान्छेहरू यहाँ आएर बसेर यसरी खाँदैछन्। टन्न छन् मान्छेहरू। ल यताबाट सफा गर्ने आउनुभयो दिदी, सफा गर्ने दिदी। अहिले धेरै आएको नि मान्छेहरू। ल हेर्नुहोस् टन्न छन् मान्छेहरू है। यसरी मान्छे दौड्ने यहाँ आएर। अनि यो पार्क हो, ठुलो छ यो। यसको क्षेत्रफल एरिया धेरै ठुलो छ। रुख बिरुवा हेर्नुहोस् त, यस्तो हरियालीमा सरर मान्छेहरू रमाइलो छ नि। हेर्नुहोस् यहाँ रुखको नाम लेखेको छ। हेर्नुहोस् ठुलो बुढो रुखको नाम रहेछ यहाँ। चाहिँ सबै रुखको नाम छ, हरेक रुखको नाम छ। त्यस पछाडि सानो सानो बिरुवाको नाम छ। आज मान्छेहरू धेरै आएछन्। हाम्रो दिन छ, बच्चा बच्ची लिएर आउने स्कुलको, अनि केटाकेटीहरू लिएर आउने। उनीहरूलाई चाहिँ ल्याएर घुमाउने, बिरुवाहरूको बारेमा जानकारी दिने, सिकाउने गर्छन् है उनीहरूले। मान्छेहरू चाहिँ टन्नै आएछन् है आज। हेर्नुहोस् त। त्यसपछि यतातिर अब म चाहिँ यो रुख देखाउँछु। फुलहरू पनि छन् रमाइलो। ल हेर्नुहोस् त। ओहो यी फुलहरू यहाँ कति राम्रो छ है। यी फुलहरूको सबै रमाइलो छ है। ल यहाँ त मान्छेहरू त यति धेरै आएछन्। हेर्नुहोस् आज मान्छेहरू यहाँ घाम ताप्न आइरहेछन् है। त्यो त अब म चाहिँ देखाउँदिनँ। सबैजना चाहिँ पहेँलको चेरीको रुखहरू जस्तै छ। चेरी हो त। हेर्नुहोस् त्यो रुख त सुक्दै गएछ, माथि टन्नै फलेछ फेरि। यी सबै चेरी खान पाइन्छ, पछि चेरी खान पाइन्छ है। अनि चेरीको रुखहरू रहेछ यहाँ। यताबाट सबै रुखहरू म तपाईँलाई देखाउँदैछु, बिरुवाहरू। त्यसपछि मान्छेहरू आएर टन्नै यहाँ चाहिँ सुतेछ, घाम तापेर सुतेछ है। त्यो रुख हेर्नुहोस् त, कलरफुल एकदमै रङ्गी चङ्गी रहेछ त्यो रुख त। म यहाँबाट पछाडिको 4वटा गेटहरू छ, यहाँबाट बाहिर निस्किने, भित्र जाने। त्यस पछाडि चाहिँ दाइ आउँदैछन् एकजना फेरि भित्र झोला बोकेर। अनि त्यो चाहिँ बगैँचामा नेचरल हिस्टोरिकल म्युजियममा तपाईँको 4500वटा बिरुवाहरू छन् भनेर पो लेखिरहेको छ त्यहाँ। त हेर्नुहोस् त। यी फुलहरू, यी बिरुवाहरू, यी रुखको रङ हेर्नुहोस्। एउटा सानो सानो कागको चल्लो बचेर रहेछ है। बचेर उडे। त्यसपछि फुलहरू छ यहाँ। अब यो ढोका थ्याङ्क यू फर भिजिटिङ, वेलकम ब्याक भनेर चाहिँ थर्ड फर बेस्ट वेलकम तिल भके है। अब चाहिँ यसरी आयो नि त ठ्याक्कै। यहाँ आएर पछाडि यो ढोकाबाट बाहिर निस्किसके पछाडि माथि यसरी ल यो गेटबाट बाहिर निस्किनु पर्छ है। हेर्नुहोस् गेट चाहिँ मेन रोड आयो, सिटीको मेन रोड आयो है। देख्नुभयो नि। यहाँबाट तल गयो भने अब सिटी त परको अग्लो घर भनेको राइडेसन होटल। ट्राफिक बत्तीहरू बलेका छन्, गाडीहरू आइराखेका छन्। तपाईँले चाहिँ सबै देख्नुभयो नि अहिले त यहाँ लागेको छ त्यही है। तर म अलिकति तलतिर जाँदैछु है साथीहरू। त्यो लगाएर अब यहाँ चाहिँ सहर हो। यता बोटानिकल गार्डनबाट बाहिर निस्किसके पछाडि सिटी आयो। सिटी त्यहाँ पारि चाहिँ अब बच्चाहरूको
नानीहरूको प्री स्कुल छ है। ल तपाईँलाई अब फेरि चाहिँ म अर्को भिडियोमा भेट गर्छु। सबैजनालाई धेरै धेरै धन्यवाद। हेरेर कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला। धन्यवाद तपाईँहरू सबैजनालाई। बाई बाई।